तपाईको टिकटकमा अपलोड गरिसकेको भिडियो या कि पुराना भिडियोमा लाइक आइरहेको छैन, भ्युज आइरहेको छैन, अड्केर बसिरहेको छ। त्यस्तो भिडियोमा फेरि पनि तपाईले कसरी एकदमै धेरै लाइक, एकदमै धेरै भ्युज ल्याउने त? यो जान्नुभन्दा पहिला साथीहरु तपाईलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनु होला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नु होला, तपाईको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरु यस्तै जानकारी भिडियो फेरि पनि तपाईले तुरुन्तै पाउनुहुनेछ। टिकटकमा अपलोड गरिसकेको भिडियो एकदम पुरानो भिडियोमा कसरी फेरि पनि लाइक ल्याउने, भ्युज ल्याउने, त्यसको लागि साथीहरु तपाईले आफ्नो टिकटकलाई ओपन गर्नुपर्ने हुन्छ। टिकटकलाई ओपन गरिसकेपछि साथीहरु तपाईले आफ्नो टिकटक प्रोफाइलमा जानुपर्ने हुन्छ। प्रोफाइलमा आइसकेपछि साथीहरु अब तपाईले यहाँ ध्यान दिनुपर्ने हुन्छ। तपाईको आफ्नो प्रोफाइलमा आइसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ थ्री लाइन, यो थ्री लाइनमा टच गर्नुहोस्। थ्री लाइनमा टच गरिसकेपछि तपाईले यहाँ सेटिङ एन्ड प्राइभेसीमा तपाईले टच गर्नुहोस् है त। सेटिङ एन्ड प्राइभेसीमा टच गरिसकेपछि फेरि तपाई स्क्रल अप गर्नुहोस्। स्क्रल अप गरिसकेपछि साथै तपाईले यहाँ देख्न सक्नुहुन्छ एक्टिभिटी सेन्टर भनेको छ, यहाँ टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ म्यानेज पोस्ट भिजिबिलिटी भनेको छ, यहाँ तपाईले टच गर्नुहोस् है त। यहाँ टच गरिसकेपछि साथीहरु अब तपाईले जति पनि अपलोड गरेको भिडियोहरु छन्, यो माथिको तपाईले देख्नु भएको छ, यो माथि भिडियो चाहिँ तपाईले लेटेस्ट या कि भर्खरै अपलोड गरेको भिडियोहरु हुन् यो माथिको। र तपाईले जमानामा अपलोड गरेको भिडियोहरु एकदम तल छन् है त। तल तपाईको यसरी देखाउँछ, यसरी देखाउँछ। अब जमानामा अपलोड गरेको भिडियो, जस्तै तपाईले अब कुन भिडियोलाई सिलेक्ट गरेर तपाईले भ्युज र लाइक ल्याउने त, त्यसको लागि तपाईले यसरी सिलेक्ट गर्नुपर्ने हुन्छ। यसरी जति पनि तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ, तर मैले अहिले एक्जाम्पल तपाईलाई बताउनको लागि चाहिँ मैले 3टा मात्रै सिलेक्ट गरे। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ रातो बटन नेक्स्टमा टच गर्नुहोस्। नेक्स्टमा टच गरिसकेपछि एभ्रीवन लगाउनु पर्ने हुन्छ है। यहाँनिर एभ्रीवनमा तपाईले टच गरेर चाहिँ अपडेट भन्नुपर्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ अपडेटको प्रोफाइल है त, यसरी अपडेटमा तपाईले टच गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि तपाई फेरि सिधै ब्याक आउनुहोस् है त। अब तपाईले जुन भिडियोमा तपाईले अपडेट गर्नुभएको थियो त्यो भिडियोमा तपाईको पक्कै पनि भ्युज आउनेछ, पक्कै पनि लाइक आउनेछ।